वेलकम टु माई ए यसको बिफोर अनि के भन्छ अरे हामी चाहिँ बिफोर आफ्टर खिच्नुपर्छ। हामी चाहिँ जाँदैछौँ कहाँ भन्दाखेरि हजुरले थाहा पाउनुहुन्छ गएपछि ल गाइज चाहिँ जाँदैछौँ जेठचुली डाँडा चढ्नेको हालत हेर्नु पुरा पुरा मोडल भएर हिँडिरहनु भएको छ। हाम्रो गेटअप हेर्नुहोस् यहाँ अनि मोडलको गेटअप हेर्नुहोस्। हामी चाहिँ तपाईँहरूलाई के गर्छौँ भनेर सबै देखाउने नै छौँ गाइज। त्यति बेला हामीसँग यो रहिरहनु होला। स्टे ट्युन होइन स्टे ट्युन हो कि के हो अब आफै बुझ्नु। ऊ देख्नुभयो एउटा जहिले ग्रुपमा सेक्सी भएर आउँछ उहाँ देखाइदेऊ। यस्तो अवस्थामा राखिदिएको छ अनि यता भन्नुहुन्छ भने हाम्रो मोडल पुरा अवस्थामा उसमा आइसक्नु भयो। गाइज हामी चाहिँ निस्क्यौँ गएल दुईवटा हेर्नु फेरि यता छुट्टै दुनियाँ छ उसको हाम्रो छुट्टै दुनियाँ छ। हामी चाहिँ पुल्चोकमा छौँ। हामी पुल्चोकमा आइपुग्यौँ। लास्टलाई पनि बोल्नुपर्छ तिमीले एक दिन पैसा कमाउँछौ होइन मोबाइल अलिकति गतिलो छैन क्या। हामी चाहिँ पुल्चोकमा छौँ। तपाईँहरूलाई हामी चाहिँ लोकेसन देखाइदिन्छु ल तपाईँलाई। यो चाहिँ पुल्चोक हामीलाई छोडेर जेठचुली जानको लागि चाहिँ पहिलो प्रथम हामी आउनुपर्छ पुल्चोक। बिहान बिहान हिँड्दा मजा आउँदो रहेछ साथीहरूसँग हिँड्दा। बेबीलाई देखाऊ हाम्रो बेबी सेक्सी बेबी मोडल हामीले चाहिँ के गर्छौँ भनेर सबै चिजहरूलाई देखाउने नै छौँ साथीहरू। अलिक राम्रो सिग्नेचर फुल ब्लगर रे हेलो हामी चाहिँ आइपुग्यौँ यहाँ देवचुली जाने ठाउँमा। फाइनली तपाईँहरू चाहिँ यहाँ झरेर यो चोक चिन्नुभयो भने चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। हामी चाहिँ आइपुग्यौँ यत्रो धेरै लाग्दैन। हामी चाहिँ यतैतिरको भएर 1-1.5 घन्टामा चाहिँ हामी यहाँ आउन सफल भए। योलाई चिन्नु होला मासु पोलेर खानको लागि मासु किनेर हामी चाहिँ रेडी भइसक्यौँ। हस् थ्याङ्क यू। हामी चाहिँ मासु सासु किनेर सबै रेडी भइसक्यौँ। गाडीले छोडेर जान लागिसक्यो गाइस। हुडमा बस्न चाहिँ पाइएन। हुडमा चाहिँ उहाँ दुईजना बस्नुभयो होइन पुरा रमाइलो भइरहेको थियो। हामीलाई नि हुडमा बस्न दियो हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। अघि चाहिँ भ्यू एकदम राम्रो देखाएको थियो क्या। रमाइलो गर्न आएपछि त अहिले एडभेन्चर त हुन पर्यो। त्यहाँ हेर्नुहुन्छ भने स्वर्ग छ। यता चाहिँ खासै भ्यू देखेको छ। हामी चाहिँ आइसक्यौँ कि तर हामी त्यहाँ बस्न पाइनौँ। अघि चाहिँ एकदम राम्रो देखाएको थियो भ्यू। अहिले चाहिँ राम्रै देखेन। साथीहरू म देखाउँछु है तपाईँहरूलाई हेर्नु होला। गइसक्यो साथीहरू चाहिँ अब रमाइलो गर्न आएपछि त अलिकति एडभेन्चर फिल त हुन पर्यो नि त। सो पहिला भनेको साथीहरू हेर्नु आज चाहिँ घुम्न आए जस्तो फिल भयो। अनि कहाँ बस्नु त त्यहाँ बस्ने नि ल फोटो खिच्छु गाइस अब हो रमाइलो। म बिचमा बस्छु है छोरा साथीहरू कानको बिचमा कृष्ण बनिनु खोज्ने कृष्ण भन्दैौ न एकचोटि तर रमाइलो भनेको के हो यही हो। हेर्नु साथीहरू हेर्नु बाटो यस्तो छ। वहाँ हेर्नु जन्नत छ त्यहाँ ओए त्यहाँ हेर्नु जन्नत छ। हामीलाई हेर्नु हो माई गड कति रमाइलो बाटो भन्नुहुन्छ भने सो डेन्जर तर पनि
ओ माई गॉड बाटो हेर त ओइ ओइ बाटो हेर न यार खानेकुरा झरोस् केही भएन यो दुईटाको बिचमा मलाई कस्तो चाक्दो लाग्थ्यो यार आइपुग्यो हामी बाटो चाहिँ यस्तो छ कि तर रमाइलो धेरै भइरहेको छ हामीलाई अघि चाहिँ झन्डै भ्यू हेर्न पाइएन किन दुईटा फेरि छुट्टै छ यहाँ चस्मा लाएर हेर त जस्तो ओए लगाइदियो त बबाल सा उहाँ हेर न कस्तो दा है चस्मा लाएर कस्तो क्लियर देखिएको त्यसले जानु देखेन के पो होइन सेकेन्ड टाइम हो यार झट्ठी हेर्दा च्याठेको मलाई तैँले चाहिँ हान्थ्यो कि मलाई मैले यसलाई लड भने त्यहाँ लड्छु म त फेरि तलतिरै पुग्छ तिमी लड्यो उता जान्छ रिया त तलै पुग्छ ए मैले त केही नि सोच्दैन हेर्नु आफै इन्जोय गर्नु ल म त भिडियो मात्र बनाइदिन्छु आफ्नो च्याट पनि जोगाउनु छ यहाँ एउटा हातले समात्यो कि कतै मलाई चाहिँ समात्दै हेर्दा मलाई भित्तैले मलाई समात्यो तपाईँहरू चाहिँ हो कता आउनुहोस् देख्छु नि टाढा ड्राइभर दाइ मन पर्यो ओइ दिया गाउँ न मोटर चलाउँदै ड्राइभर माइलो मोटर चलाउँदै हेर्न कसलाई वाउ कता हेर्ने गाइज लतर पतर भएको छ तर पनि हेर्नु होला हामीले कति रमाइलो गरिरहेछ भनेर छ तिमीहरूको छ त हौ 11 to 12 साथीहरू हामी हेर्न आएको भ्यू यही हो हामीले हेर्यो रमाइलो भए हामी गएन अब यहीँबाट झर्छौँ साथीहरू एक्सप्लेन नै गर्न सकेन कि यस्तो दामी भ्यू तर टाइमिङमा आइजाउँ क्या हामी यो भनेको ठिक्कको भ्यू हेर्ने टाइममा छौँ हामी अब भोलिको नजारा चाहिँ कस्तो हुन्छ भन्ने कुरा कसलाई के थाहा अन्त तर यति 200 रुपियाँ छ भाडा है कति सस्तो रेटमा लिएर आइदिएको क्या यहाँ पनि सकस भयो हेर्दा हिँड्न नपरेको त कस्तो इन्जोय गरेर ठाउँहरू हेर्दा चाहिँ दिक्क लाग्थ्यो अनि गाइस हिँड्न नपरेको कस्तो आनन्दको भ्यू इन्जोय गर्न पाइरहेछ आनन्द भइरहेछ ओ माइ गॉड एक्चुअली चाहिँ हजुरहरू पुरा मौसम यस्तै राम्रो हुँदाखेरि आउनु होला साथीहरू यता फेरि छुट्टै म दुनियाँमा चर्ती कला देखायो कि साइडमा हुँदा हुँदा चर्ती कला देखाइदियो मुस्ट्याङमा केटाहरू सबैजना मुस्ताङमा गाइज हेर्नु होला अब धेरै गर्न सक्दैन चक्कै दुखिसक्यो हेर्नुहोस् यस्तो आयौँ हामी ओहो कहाँ टाढा आइपुगेको छौँ हामी त कति पर आयौँ उही बाटो हेर त गाइज लुक एट दिस रोड
हामी चाहिँ आयौँ पाँच पोखरी अरे सरी के अरे यो भोजा पोखरी अरे अनि देवचुली डाँडा अरे अनि हामी चाहिँ यो पोखरीमा झर्नु होला आउनु भयो भने बाटो चाहिँ एकदम खतरै छ तर रमाइलो पनि छ एडभेन्चर पनि अनि यताबाट लाग्नुहोस् राइट साइड अनि छुट्टै छ फेरि यहाँ तालको मान्छेहरू छ नि फेरि यहाँ हेर्न सक्नुहुन्छ कस्तो ताल हो भनेर मोडल त्यहाँ हुनुहुन्छ अनि के अरे क्यामराम्यान त्यहाँ हुनुहुन्छ अनि त्यो समात्नेलाई के भन्छ अरे भरिया हामी चाहिँ यता छौँ हामी चाहिँ पुरा फिल गरिरहेछौँ इन्जोय गरिरहेछौँ मजा आइरहेछ साथीहरू अनि हाम्रो निर्दोष बेबी चाहिँ यता छ ऊ आफ्नो तालमा छ अर्को फेरि टके त्यता होला तिमी त्यत्रो मोडल नि होइन खेर खिच्नु पर्छ फोटो खिचाएको भिडियो गरेर कति राम्रो फोटो आएको के मान्छे राम्रो हुनु पर्यो नि त राइट आँखाले जति देखिया क्यामेरामा त्यति देखाउन सकिएको छैन गाह्रो छ हामीलाई खै हाल त भने मैले ल हामी चाहिँ अब 1.5 घन्टा जति समथिङ हिँड्नुपर्छ अरे हामी चाहिँ हिँडेको है ल गाइज स्टे ट्युन कहाँसम्म के हुन्छ हजुरहरूलाई देखाउने नै छौँ इन्डियाको बोर्डरबाट नेपालमा ढुङ्गा हानहान भइरहेको छ इन्डियाको बोर्डरबाट हप्सीहरूले पुरै कालेहरूले यहाँ ढुङ्गा हानिरहेको छ हामी कहाँ भाग्ने हो थाहा छैन हामी यहाँ हाम्रो फरेनरलाई हामीले बचाउन गाह्रो परिसकेको छ हामीलाई यो फरेनर म्यामलाई बचाएर लानु छ हामी डाँडा देखाउनु छ हाम्रो फर्सी मिस अगाडि गइसक्नु भयो गाइज नेपाली हो त्यही भएर हामीलाई चाहिँ यस्तो केही गाह्रो पर्दैन कि होइन गाइज हामी चाहिँ माथि नै आइसक्यौँ अब होमस्टे जान लाग्यो साथीहरू अगाडि पुगिसके म्याम वेयर आर यु गोइङ Mustang. Where are you going, man? Upper Mustang. Oh, my sexual. What's in? Do you like this view? No. Oh, shit. This way, go. Oh my God. Selfie. Dami dekhi. हामी चाहिँ आइपुग्यौँ होमस्टे धेरै हिँड्न नि पर्दैन रहेछ त्यस्तो गाह्रो पनि रहेनछ हामी चाहिँ आयौँ होमस्टे हजुरहरू पनि आयो हुनुभयो भने यहाँ बस्न सक्नुहुन्छ घुम्न आएको अङ्कल अब होमस्टे कता कता हो के हो कसो हो नि जहाँ गयो नि यतिको त खानै पर्यो नि हौ ल हजुरहरू चाहिँ आउन सक्नुहुन्छ यहाँ तर हामी चाहिँ अलि उतै जाने भन्ने सोचेको किनभने भोलि बिहान अलिकति हिँड्नलाई सहज होस् भनेर धेरै लाग्ने त रहेनछ तर हामी पुग्न पर्ने डाँडो चाहिँ उत्यो हो भोलिको अनि हिँड्नलाई चाहिँ यहाँ बस्यो भने भोलि हिँड्नलाई गाह्रो हुन्छ भनेर हामी चाहिँ माथि जाने सोच गऱ्यौँ साथीहरू अब तपाईँहरूलाई पुरै देखाउन चाहिँ सकिनँ हिँड्नै नसके हो कि नजाने हो कि के हो त्यही भएर तपाईँहरूलाई म अब एकैचोटि माथि होमस्टेमा गएर भिजिट गराउँछु ल हिँड्नु पनि पर्छ है म यहाँ टुरिस्टलाई घुमाउँदैछु म्याम प्लिज अलि छिटो आउन गाइज मलाई यहाँ बस्न हतार भइसक्यो
हामी लास्ट के भन्छ यसलाई लास्ट स्टेसन आइपुग्यौँ पुरा मोरल हेर्नु न यहाँ देवचुली डाँडा क्षेत्रमा यहाँहरूलाई हार्दिक स्वागत छ 1800 मिटर रहेछ यहाँ जम्मा हामी चाहिँ आएर पनि यत्रो चिजहरू खाएर पनि हेर्नुहोस् यहाँ बिफोर आफ्टर हामी चाहिँ यस्तो छ हामी बसेको ठाउँ चाहिँ यहाँ चाहिँ यस्तो यस्तै बन्ने रहेछ यो नयाँ बेड भए नयाँ के अरे रुम भएर चाहिँ हाम्रो यहाँ छैन हाम्रो म्याटमा छ अनि देख्न सक्नुहुन्छ स्पाइसी करेन्ट यो डिसिजन चाहिँ हाम्रो यो गाइस खाऊ है यहाँ सुत्न आए जस्तो भइरहेछ साथीहरू घुम्न आएको रे सबैजना यहाँ आफ्नो तालमा होमस्टे भन्नुहुन्छ नि के हो यहाँ हेर्नुहोस् हाम्रो बिस्तारा अर्ग्यानिक हो क्या यो चाहिँ अर्ग्यानिक होमस्टे हो टु मच अर्ग्यानिक हो क्या यो भनेको यहाँ हेर्नु मोडल अघि कुन हालतमा थियो अहिले कुन हालतमा छ म्याम डु यु लाइक दिस बेड यस हेलो म्याम डु यु लाइक दिस बेड पछि हाम्रो त नजाने टकिङ टु मी म्याम हैन म नजाने हान्न लगाइराखेँ म त लाङटाङ नजाने हजुर कालो हामी चाहिँ घुम्न निस्केको गाउँघर लुकेट के हो र भित्र के छ ल हिँडेको हामी चाहिँ के गरेको हौ तिम्रो ए बगु उस्तै त के हौ फर्सी चाहिँ अब चिसो छ प्लिज हामी चाहिँ घुम्नलाई हिँडेको अनि भन्दै त के दसचोटि त्यही भनिसक्यो घुम्नलाई हिँडेको त्यहाँ त्यो म भ्लग बनाउँछु हेलो वेलकम ब्याक टु माई च्यानल है माई च्यानल चाहिँ होइन तर यो चाहिँ एलिना उहाँको च्यानल हो अनि मैले चाहिँ यस्तो उयो गरेको अनि हाम्रो हिरोइन छोड्छु हाम्रो हिरोइनको आउटफिट अटोग्राफ अब हेर्नु यस्तो राम्रो तोरीहरू फलेको छ नि अब गाउँघर यही त हो रमाइलो अब भोलि हामी चढ्ने पहाड चाहिँ उयो डाँडा हो यस्तो उयो छ म के भन्ने अब अनि उहाँ मलाइका म्यामको चाहिँ सुज छैन उहाँको बुट छ एकचोटि इसा छोडिदिनुहोस् त देखाऊँ उहाँको बुट अनि अनि हेर्ने गाउँघरमा यो के फुल भयो गन्धे फुल के भन्छ है अनि लुक हेर्नुहोस् त तोरी ओ माई गड सो मच गुड अनि क्या दामी आँखा राम्रो मेरो मलाइका म्याम कसरी झर्नुहुन्छ मलाइका म्यामको चाहिँ प्लिज गरिदिनुहोस् न प्लिज मलाइका म्याम स्लोली म्याम प्लिज भैँसी कुद्यो है ल हामी चाहिँ उता जानु लागेको क्या जानु लाग्यो अब त्यही पुगेपछि हजुरहरूलाई देखाउँछु यो कति ठुलो ज्याकेट किनेको रहेछ हजुर मलाइका मिश्र क्यामेराम्यान हेर्नु न फेरि त्यहाँ वाइल्ड लाइफ फोटो यो क्यामेराम्यान त वाइल्ड लाइफ फोटोग्राफर होइन नम्बर 1 वाला आकोै गर्छ के झन् अब हामी चाहिँ हैन खाना खान लाग्यो यहाँ देखा न मेन मासु पोलेर ए मेन देखाइदेऊ त ल मासु बाली चाहिँ यो है रमाइलो हुँदैछ यस्तो समय भात खुवाइराखेँ यहाँ चाहिँ आगो फेरि आगो फोटो चाहिँ कहाँ पुगेछ हौ हो भनेको म मारिदिन्छु पुठो त मेरो नि देऊ खान्छ कच्चा खुबैले चाहिँ राम्रो भ्लग गर्छ गाइस हेर्नु हामीले यो मेरो भात उठाउ त म खाइसक्यौँ एक लड त अब यो पाक्दैछ अनि अझै छ यहाँ हामी चाहिँ यहाँ सबैजना रमाइलो गरेर खाना खाँदैछौँ
खाना पनि छिटै आइपुग्यो, त्यही भएर खानेछौँ। पानी गोप्टायो, बडा काम गऱ्यो, भात चाहिँ ज्याक ज्याक खाँदै खाने। पानी बोक्यो उसले आफ्नै दुनियाँ। यो कपडा हटाउन तिमी पनि हेरेर बस्यो कि चाहिँ तपाईँहरूको लागि खानुहोस्। हाम्रो खजाना कुरेर बस्नु भएको उहाँ, हाम्रो खजाना चाहिँ यहाँ पाकिरहेको छ। हाम्रो बिस्तारा भन्नुहुन्छ भने यस्तो भट्याङ भुतुङ छ। होमस्टे यस्तै हुँदो रहेछ गाइज। यो चाहिँ नयाँ बनेको भएर बेडसेट केही पनि छैन, टाउको दियो। पनि छ हाम्रो खजाना कुरिरहनु भएको छ उहाँले। रियाले त बम फाल्दैन नि। खुट्टा मालिस गरिदिनु। कस्तो कस्तो बम फालिदिउँ भन है, म प्रकार प्रकारकै फालिदिन्छु। हामी चाहिँ यहाँ मिठो मिठो गफ गरिरहौँ। गफसँगै मिठो मिठो के खाइरहँछौँ। गफसँगै यहाँ अघि खजाना मिठो त मिठो रहेछ नि। ससेज मिठो हो क्या। जेउडो भयो कि तर हामीलाई चाहिँ अहिले यहाँ शून्यता कालो बादल छाएको जस्तो। हेलो गाइज, बिर्सेको कि हामी त बिहान बिहानै हिँड्नु पर्छ। भिडियो बनाउनु बिर्सेको। हामी चाहिँ हिँडिसक्यौँ। अहिले चाहिँ 5 बज्यो, 5:30 भयो। हामी चाहिँ निस्किसक्यौँ। अँध्यारो छ। हे भगवान्, माथि चाहिँ चिल्ली तारा छ। हेलो गाइज, गुड मर्निङ। गुड मर्निङ। ओ माई गड, हिँड्नै नसक्ने भयो। हामी चाहिँ आइसक्यौँ कि कच्ची बाटो छोडेर सिडीको बाटो हिँड्न न। अब कच्ची बाटो सर्टकट हो क्या। राति राति हिँड्नुपर्छ। सकेसम्म छिटो गयो भने चाहिँ सनराइज पनि हिँड्न पाइँदो रहेछ। हामी चाहिँ सकेनौँ छिटो उठ्नलाई। एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ कस्तो हुन्छ भन्ने कुरा हजुरहरूलाई देखाउने छु। हाम्रो साथीहरू छ तल। साथीहरू निर्दोष आएकै छैन जस्तो लाग्यो मलाई। निर्दोष हेलो, कस्तो छ सिचुएसन? हेलो मलाइका म्याम। मलाइका म्याम आज मलाइका म्याम कस्तो? एकछिन बसौँ न यार, माइक नबसेको झन् खुट्टा ठ्याच्च नबस्न। बिस्तारै खुट्टा हिँड्नु रिया म्याम तिमी ढ्याकलाई नि धकल्दै हिँड्नु पर्यो। मै हो। मलाई भएर धकल थिएनौ त। तिमीलाई नि धकल थियो त, तिमी हिँडिरहेको छ त्यही भएर नि। हिँड्न बन्द गर। कस्तो छ अवस्था? हिजो म त। ओ रिया म्याम, फर्सीको डल्लो कस्तो छ? फर्सीको डल्लो भिरबाट झर्न मात्रै बाँकी हो। मलाइका म्यामको हालत पत्ली भइसक्यो। एक्सपेक्ट दि अनएक्सपेक्टेड। हिँड नबसेको बरु गाइज, बिस्तारै खुट्टा चलाऊ, तिमीलाई धकल्दिने हो। हिँड्न नसक्नेलाई चाहिँ यतिको सिडी पनि टफ नै हुन्छ। तर मलाइका म्यामलाई त धकल हिँड्नु पऱ्यो। धमाधम म चाहिँ धेरै सक्दिनँ कि हिँड्नलाई, तर पनि आई विल ट्राई। सिँढीले गर्दाखेरि गाह्रो बनाउँदो रहेछ। ठिकै छ, बट हिँड्नै पर्छ जसरी नि। बिस्तारै हिँड्ने। बेग्लै दुनियाँ छ। दुनियाँ भनेको बेग्लै हुनुपर्छ, एउटा जसको नि हुन्छ नि। पर्दैन मलाई धकल तिमीलाई त धकल भनेर चाहिँ धकल लाग्यो क्या। तिमी त अरट्ठै भइदिन्छौ धकल्दिन लाग्यो भने त। धकल नै गाह्रो हुन्छ। मदलाङ मदलाङ हुनु पर्यो। हे डाँडा गाडी गएको सजिलो छ। छैन, आयो भयो कि साम किन धकले गयो जस्तो। निर्दोष म बस्दिनँ, खुट्टा गल्छ क्या। पछाडि चाहिँ कतिजना मान्छेहरू आउँदैछ। हामी चाहिँ अलिकति अगाडि नै भयौँ होइन। हामी फर्स्टमा निस्केको नि, खासै मान्छे चाहिँ छैन, तर हामी फर्स्टमा निस्क्यौँ। ल गाइज, स्टे ट्युन, हेर्दै गर्नु होला।
गाइस शॉर्टकट के नाम पे हम किधर किधर से आ रहे हैं सर्टकट चाहिँ हुँदैन यत्रो घुम्नु भन्दा त अनि look at this 3 person coming look like a lute मलाई क्या मैम द हिँड्नु भयो अगाडि हाम्रो डल्ली फर्सी पनि आइपुग्यो सिधै माथि सिधै ठाडै टु हार्ड मुलाको साग राइट पसिना देख्न सक्नुहुन्छ फेरि चस्मा चाहिँ मैले अडाइरहेको छु बोक्न अल्छी लागेर सबको हालत चाहिँ पातलो भइसक्यो उजेलो पुरै तारो लागिरहेको माथि माथि हामी चाहिँ धेरै अगाडि नै आइसक्यौँ हामी चाहिँ फर्स्टमा आएको हामी चाहिँ धेरै माथि आइपुगिसक्यौँ म त पानी लिएर आला नि त्यसै बोकेर आइदिएँ मैले एक बोतल पानी बोकेर आयो हजुर हिँड्न नसकेर सबजनाको हालत पातलो पातलो भइसक्यो बिस्लेरी हो नहिँड्न नसक्नेलाई त गाह्रै छ कि भ्यू चाहिँ एकदम राम्रो देखिएको छ कि अहिलेदेखि फगी टाइपको झ्याप्प समात्छ अनि सो नाइस थनिएर हजुरहरूलाई अब सनराइज हुने टाइम भयो होला अब धेरै छैन हामी पुग्न पनि मजाले आनन्दले जाने हो बाटो देख्न सक्नुहुन्छ हामी सर्टकट भन्दै हिँडिरहेको छौँ हेद यस्तो यस्तो बाटो हेर्न पुरा मलाई तान्न परेको भए चाहिँ हिँड्न नसक्ने भन्थ्यो हेर त कति मजाले ताने हा बोकेर जान्छ होला कम्ताको छ है यो होला जाला पुग्ला है बोकेर हिँड्न सके हौ नि त आज त तिमी भनेको 6-7 वर्ष पुरानो भइसक्यो नि त त्यही भएर हेर त साथीहरू पार यहाँबाट छुट्टिन्छ के हेर त हामी चाहिँ हिँडिरहेको छौँ क्या सर्टकट टाइपमा कति घन्टा हिँडेको एक्सपिरियन्स यसलाई ल ल म्या धेरै मलाई ठिक नपारो धेरै हिँड्छु म नो निड सपोर्ट नो निड सपोर्ट ल साथीहरू अब हामी छिटो हिँडेर हजुरहरूलाई माथि नै गएर भेट्छौँ बाई यस्तो देखिरहेको छ सनराइज निस्किन लाग्छ के सनराइज निस्किन लाग्छ सकेसम्म त्यही भएर छिटो जाम मन ओ माई गड बाटो त के हो यो सनराइज देख्छ के हो यो बाटो कुसे गाडीमा हिँड्ने यस्तो हट गाइस सनराइज हुन लाग्यो ऊ रेड रेड हुँदैछ त्यताबाट हामी चाहिँ यहाँ गाइस आइपुग्यौँ सोचे जस्तै भ्यू देख्न पाम बादल देखिन देवचुली एक्सपेक्टेसन भर्सेस रियालिटी ए भगवान् हरिबिजो बाटै छैन छैन के हो गाई चाहिँ घारी नै घारी हिँड हामीलाई त बाटो देखेको मान्छेले कहाँ हो आफू त सपोर्टमा यसरी हिँड्नु पऱ्यो आफ्नै चाहिँ हजुर राम्रोसँग टेकेर हिँड्ने के आइरहँदाको मान्छे खुट्टै एङ्गलै के भयो के हो गाई त्यस्तो राम्रो देखेको त खाना गएको बुढी झोलमा डुबेर मरी मान्छे सनराइजदेखि लगाइसक्यो हामी चाहिँ यहाँनिर बाटो नभेटाएर घारी घारी हिँड्नु पऱ्यो ओइ कहाँ हो के हेर्नु त साथीहरू यस्तरी बाटो कुन बाटो लिएर डाम्नाहरूले यस्तरी हिँड्नु पर्यो कहाँ सनराइज निस्किन लागिसक्यो हेर्नुहोस् रोके फेरि हामी
यही बेला त गर्ने नि भिडियो मुला लाने बेला पनि यस्तो सोचेको भए के हुन्थ्यो नि बाटो हेरिस् उहाँ डाँडामा पुऱ्याएर कहाँ जानुपर्ने मान्छे कहाँ झऱ्यो यार सनराइज निस्किन लागिसक्यो साथीहरू खै छैन यहाँ मान्छेको तालै के जो जहाँ पुग्यो नि तेरा त गाई जस्तो दिनै आउँदो रहेछ मादरसाला ल साथीहरू के गर्छ अब हिँडौँ साथीहरू यस्तो सजिलो बाटो रहेछ कहाँ पुगिसक्ने मान्छे यार ऊ भ्यू खिचिसक्यो यार मान्छेहरूले केही छैन साथीहरू वाउ हेर्न सक्नुहुन्छ सनराइज मस्त सनराइज हुन लागेको छ डाँडा काँडा निचे भ्यू हजुरहरू हेर्नुहोस् अलिअलि देखेछ क्यामेरा आँखाले हेरे जतिकै अब देखाउन सक्दैनौँ हामी चाहिँ फाइनली हजुर हाम्रो त्यो बत्ती बाली ठाउँबाट हिँडेर आइसके साथीहरू ल हिँड्छ कि ल हामी चाहिँ टाइममै आइपुग्यौँ 6:30 हुन लाग्यो 5:30मा 5:30मा मैले देखाएको थिएँ कि क्या हो हजुरहरूलाई 6:30 हुन लाग्यो आइपुग्यौँ अलिअलि त हामी आइपुगे वा कस्तो दामी देखेको फाइनल्ली आइपुग्यौँ so beautiful oh my god आइपुग्यौँ साथीहरू हामी फाइनल्ली oh my god look at this view आऊ मलाइका म्याम आऊ वाउ साथीहरू लास्टै राम्रो देखियो है हेर्न सक्नुहुन्छ हामी चाहिँ आइपुग्यौँ अरू पोजिङ गर उता पछाडि फर्क चिसो सेसो हावाले मेरो मन चोर्यो कपडा चेन्ज हानेको सबै हाम्रो भाइहरू हाम्रो होमस्टेमा सँगै बसेको सबैजना अनि लुक एट दिस यही बादल पनि नलाइदिएको भए आज के बिजोग हुन्थ्यो हौ लगाएन हुडी लगाउन छम बेउटाउरमा गाइस सेटिस्फाई लेभल अब बल्ल अब भएको हो क्या हामी
हामी चाहिँ आइपुग्यौँ भ्यू टावरमा अनि त्यसपछि के भन्ने अब एकदमै राम्रो भ्यू छ सनराइज हेर्न चाहिँ पाउन त पाएन त्यस्तै राम्रोसँग पाएन अहिले बनाउने क्या अनि चस्माबाट लगाएर झन् यस्तो बवाल देखिएछ कि जुन तपाईँहरूलाई म क्यामेराबाट देखाउनै सक्दिनँ हेर्नु सक्नुहुन्छ यस्तो राम्रो भ्यू देखिरहेको छ सबैको आफ्नो आफ्नो दुनियाँ छ यता फोटोग्राफ चलिरहेको छ यता भन्नुहुन्छ भने झन् माथि 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 आउँदैछ सोचेको जस्तो भ्यू त पायौँ तर सनराइज चाहिँ अलि राम्रोसँग हेर्न पाएनौँ तर तपाईँहरूलाई म मागेर भए पनि सनराइजको भ्यू देखाउँछु हामी घर फर्किने हो अब चाहिँ हामी घर फर्किन लागेको धेरै टाइम भयो भोक पनि लाग्यो थकै पनि लाग्यो अनि तपाईँहरूलाई अब म सिधा उतै गएर देखाउने छु मैले त्यसै के भन्छ भनेर भाबेको त जुत्ता लगाएर हिँड्न लाँदैछ आयो ढुङ्गा पनि रहेछ कि ओ यहाँ ढुङ्गातिर कुरा चाहिँ पुगे करा तिम्रो टाउको पट्टु पट्टु भन्छ के डाङ्ग्री हो अब यता कोकोरी कहाँ हामी चाहिँ लाग्यौँ घरतिर बाई बाई देवचुली हामी चाहिँ अब घर जान लागेको एक शब्द बोल्दैौ न म बोल्दै बोल्दै एक शब्द हामी चाहिँ यहाँ थुप्रोजना छौँ भक नआउनु आउनु सर्ट ट्रेकिङको लागि एकदम राम्रो छ धेरै धेरै हिँड्नु पनि पर्दैन सर्ट ट्रेकिङको लागि एकदमै राम्रो अनि पिस भ्यू पनि आउन सक्नुहुन्छ हजुरहरू यति नै हो मैले धेरै देखाएन किनभने हिँड्नको टेन्सनले म धेरै देखाउन पनि सकिनँ धेरै बोल्न पनि जान्दिनँ त्यही भएर अब जति हाल्छु र हेरिदिनु होला हामी चाहिँ लागेको बाई बाई देवचुली ग्याङ छन् थुप्रै पछाडि आउँदैछन् उनीहरूको लागि यस्तो फनी बाटो ए भगवान् पाप लाग्छ हौ नि त अब के भन्ने यस्तो सर्टकट यस्तो बाटो बनाइदिनु नि यस्तरी घुमेर कस्तरी घुमेर कता कता पुऱ्याइदियो साथीहरू चाहिँ आउँदैछ माथि माथि पनि छ एकजना यहाँ छ एकजना त्यहाँ छ अरू आउँदैछ अब एउटा कालो यस्तो ब्ल्याक ह्यान्डसम मान्छे चाहिँ यता हुनुहुन्छ चलपल दिँदै बस्नु भएको छ उहाँ चाहिँ तपाईँ कहाँ जानु लानु भएको यस्तो ह्यान्डसम एक्लै हो तपाईँ एक्लै हो लरै बाख्रा लरो लाए जसरी हिँड्दैछौँ साथीहरू अर्को ह्यान्डसम फेरि यता म ब्युटिफुल यता ऊ ब्युटिफुल उता अरू ह्यान्डसमहरू उता मजाले हिँडिरहेछौँ साथसाथीमा त हिँड्न पनि रमाइलो नै हुन्छ साथीहरू हामी चाहिँ देवचुली गएर पनि आयौँ एकदम रमाइलो पनि भयो प्लस मैले भिडियो चाहिँ बनाइनँ किनभने एकदमै थाकिसकेको थियौँ हामी सबैजना सर्ट ट्रेकिङको लागि चाहिँ
एकदमै राम्रो थियो देवचुली। सोचेको जस्तै भ्यू पनि पायौँ हामीले। बट हाम्रै गल्तीले गर्दाखेरि चाहिँ हामी सनराइज चाहिँ अलिकति मिस्टेक भयो। तर तपाईँहरूलाई मैले अरूसँग मागेर चाहिँ मैले सनराइजको भिडियो चाहिँ त्यहाँ हालिदिएको छु। तर हाम्रै मिस्टेकले, किनभने हामी बाटो नचिनेर एकदम पहाड चढ्यौँ क्या। अब त्यहीँ लाग्यो हाम्रो 20-30 मिनट आधी घन्टा त हाम्रो त्यहीँ खेर गएको हुनाले चाहिँ हामी अलिकति मिस भयौँ सनराइजको लागि। तर सर्ट सनराइज हेऱ्यौँ तर पुरै हेर्न चाहिँ पाएनौँ। तर मैले अरूसँग मागेर चाहिँ त्यहाँ भिडियोहरू हालिदिएको छु। अनि जे जस्तो भयो एकदम रमाइलो पनि भयो। एकदम अब सबैसँग पैसा भएरै घुम्न जान्छ भन्ने पनि छैन। त्यो उदाहरण चाहिँ देवचुली थियो, किनभने एकदम थोरै पैसामा पनि हामी त्यहाँ पुगेर भ्यू हेरेर एकदम रमाइलोको साथ चाहिँ हामी फर्किन सक्थ्यौँ। र हामी फर्क्यौँ पनि, हाम्रो त अझै पैसा पनि उब्रिएको छ, त्यसलाई हामीले फेरि युज गर्नेछौँ। अनि मैले चाहिँ घरमा आएर भिडियो बनाइनँ। त्यो भिडियो बनाउनु जस्तो भिडियो बनाउने जस्तो वातावरण पनि भएन क्या। हामी एकदमै थाकेर एकदमै विक भइसकेको थियौँ। अनि कहाँ के गर्ने, एकदम अब गाडी पनि नपाउने त्यही माथि घर फर्किँदाखेरि। अनि त्यो समस्या पनि भयो। अनि घर चाहिँ हामी आएर नै एकदम फ्रेस भइसकेको थियौँ यो भिडियो एडिट गर्नुसम्म चाहिँ। अनि थोरै पैसामा लगभग तपाईँहरू 1500-2000सम्म पनि त्यहाँ पुगेर एकदम रमाइलो गरेर आउन सक्छ। यतै नजिकैको हुनुहुन्छ भने है, फेरि यतै नारायणघाट, चितवन, काउसती एरियाको हुनुहुन्छ भने चाहिँ त्यतिमा पुग्नुहुन्छ। अनि त्यही हो साथीहरू, रमाइलो भयो। हजुरहरू पनि पक्कै जानु होला। लोकेसन मैले अलिअलि हालिदिएको छु। मैले पनि धेरै भिडियो त गरेको छैन। प्लस मैले चाहिँ एउटा साथीहरूसँगको मोमेन्ट हुन्छ भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ। त्यही हो, एकदम रमाइलो भयो। हामी साथीहरू रमाइलो गऱ्यौँ, आयौँ, धेरै रमाइलो नै भयो। अनि त्यही हो, म चाहिँ यति नै भन्न चाहेँ। हजुरहरू पनि पक्कै पनि एकचोटि जानु होला। बाई।